हेर हर्के बेसी बालन र रविसँग सिङ जिताउने कोसिस नगर। एक इशारा काफी हो। हेर न यो कुल्ली भिखारी गुइठेले बोलेको ढङ्ग हिजो एउटा स्ट्याटस पोस्ट गरेको रहेछ। ओह यो बालेनले रे हुन त न यो गुइठेको बोल्ने ढङ्ग छ न उसको त्यो कुल्ली भरौटेहरूको नै बोल्ने ढङ्ग छ। उसको भरौटेहरू पनि त्यही तालको यो त झन् सही नसक्नु। म के भन्छु भने हेर हर्के बेसी बालन र रविसँग सिङ जिताउने कोसिस नगर। केपी ओली कुन हालतमा छ, गगन थापा कुन हालतमा छ तिम्रै आँखा अगाडि देख्या होला। बालेन या रविले एक मात्रै इशारा गर्यो भने धोती न टोपी हुन्छौ तिमी त। कसम हो लेखेर राख्दा हुन्छ। कस्ता कस्ता मै हुँ भन्नेलाई त आच्छु आच्छु खेलाएको बालेनले। तिमी मुलाई एउटा 3 सिटेलाई एक इशारा काफी हो। इसीलिए ज्यादा बक 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 मत करो प्लिज। ल्याएको छ जम्मा 3 सिट खोकायो भने अलिकति आफ्नो साइज हेरेर खोक्नु नि खोक्दा भने।